म बब्लु गुप्ता नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधान प्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दै ईश्वरको देश र जनताको नाममा शपथ लिन्छु कि मन्त्री पदको जिम्मेवारी प्रचलित कानूनको पालना गरी मुलुक र जनताको भलो छिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई ईमानदारीका साथ वहन गर्नेछु आफ्नो कर्तव्य पालनाको सिलसिलामा आफूलाई जानकारीमा आएको कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानूनको पालना गर्दा बाहेक अरू अवस्थामा कुनै किसिमबाट पनि प्रकटमा संकेत गर्ने छैन। अब म नवनियुक्त माननीय मन्त्रीज्यूहरूलाई आफ्नो आसनमा रही शपथ पत्रमा हस्ताक्षर गर्नका लागि हार्दिक अनुरोध गर्दछु। राष्ट्रपतिको कार्यालयको तर्फबाट नवनियुक्त माननीय मन्त्रीज्यूहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। नवनियुक्त माननीय मन्त्रीज्यूहरूलाई सम्माननीय ज्यूहरू समक्ष बधाई तथा शुभकामना ग्रहण गर्नका लागि हार्दिक अनुरोध गर्दछु। अगाडि आइदिन हार्दिक अनुरोध गर्दछु। सम्माननीय ज्यूसँग फोटो सेसनमा सहभागी हुनको लागि म नवनियुक्त मान्य मन्त्रीज्यूहरूलाई हार्दिक अनुरोध गर्दछु।
भयो। धन्यवाद। सम्माननीय राष्ट्रपतिज्यूको अनुमतिले आजको यस शपथ ग्रहण कार्यक्रम यही सम्पन्न भएको जानकारी गराउँछु। साथै यसपछिको चियापानमा शरीक भइदिनु हुन सम्पूर्ण आदरणीय महानुभावहरूमा हार्दिक अनुरोध गर्दछु। नमस्कार, धन्यवाद। Bye.